फिङ्गरप्रिन्टको लागि मात्रै मैले 9 month वेट गरेको. I make registration and then only 3 days I get fingerprint. So my car is for every 100 kilometer is 6 दामी छ है. fuel. TRC देखिएन है. Hello and namaste everyone, it's me Sobit Sharma. Welcome back to my YouTube channel after long time. I hope सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु. So मैले चाहिँ एकदम धेरै नै भयो भिडियो अपलोड नगरेको पनि, अलमोस्ट 1 year भयो हैन अपलोड नगरेको. कामको व्यस्तता हैन, बिजी भयो. सो भिडियो अपलोड गर्न पनि पाइएन, त्यसको लागि आइम रियली सरी है सबैजनालाई. र आज चाहिँ मैले यत्रो अलमोस्ट 1 वर्षपछि भिडियो बनाउनुको रहस्य रिजन चाहिँ के छ भन्दाखेरि, सो गाइस आज चाहिँ मेरो एकदम खुसीको दिन छ. पहिला अलमोस्ट कति 1 year 16 month भनौँ न भन्दा अगाडि, म कुवेतबाट आउनु भन्दा अगाडि जब मेरो पोल्यान्डको भिजा लाग्दा म त्यति खुसी भएको थिएँ र आज पनि त्यति नै खुसी छु. सो आज चाहिँ मेरो Hi beautiful. Hi. How are you? I'm good. You look so cute. Yeah. Are you going on a date? No. You're not going on a date? No. Oh, you're so cute. Thank you so much. सो ऊ चाहिँ साथी हो हैन, हामीसँगै काम गर्छौँ, यही घरमा बस्छौँ हामी सबैजना. सो र मेरो आज TRC आउँदैछ गाइज. सो आज म धेरै एक्साइटेड, धेरै खुसी छु. होप आज जान्छु राम्रै होस् है. अलमोस्ट कति भयो मैले अप्लाई गरेको नि, पहिला 2024 को फेब्रुअरी 28 मा अप्लाई गरेको हैन. अहिले 2025 को अप्रिल लागिसक्यो. सो अलमोस्ट कति भयो 14 months भइसक्यो. एकदम वेट गरे, एकदम ढिला भयो हैन TRC आउनलाई पनि. फिङ्गरप्रिन्टको लागि त मैले फिङ्गरप्रिन्टको लागि मात्रै मैले 9 month वेट गरेको. अरूहरूको लाइक मोस्ट अफ द मेरो साथीहरूको चाहिँ फिङ्गरप्रिन्ट चाहिँ 15 दिन 20 दिन 1 महिना हैन, कसैको 1 हप्तामा नै आइरहेको हुन्थ्यो. मेरो अरू कुनै साथीहरू पनि छ अरू पनि है, कोहीले 8 महिना 6 महिना, मेरो चाहिँ 9 महिना भयो फिङ्गरप्रिन्ट भएपछि. अहिले फिङ्गरप्रिन्ट भएको चाहिँ 9 महिना पछि कति 6 month, फिङ्गरप्रिन्ट पछिको 6 month वेटिङमा चाहिँ बल्ल मेरो TRC आज लिन जाँदैछु. खुसी छु, एक्साइटमेन्ट छु. अब TRC आयो भने धेरै फाइदा हुन्छ आफूलाई हैन. काम चेन्ज गर्न पाइन्छ, घर जान पाइन्छ, नेपाल जान पाइन्छ मेन त हैन. सो सेन्जेन कन्ट्रीहरू सबै सेन्जेन कन्ट्री घुम्न जान पाइन्छ. आइम सो एक्साइटेड गाइस. र मैले चाहिँ हाम्रो कोअर्डिनेटरलाई कुरिरहेको छु, कोअर्डिनेटर आउँछु भन्दै थियो लिनलाई. सो कुरिरहेको आएको छैन, हो पाउँछ होला एकछिनमा. सो अब चाहिँ म भिडियोहरू बनाइरहेको छु हैन, हालिरहेको छु, सकेसम्म हाल्ने कोसिस गर्छु. काम बिजी है, अब यस्तै हो. पोल्यान्डमा आवरली पेमेन्ट हो, जति काम गर्न सक्यो त्यति हान्ने हो हैन, पैसा त्यति आउँछ आवरली बेसिसमा हो. त्यही भएर कहिले 12 घन्टा 13 घन्टा, कहिले 10 घन्टा काम नभएकोलाई 8 घन्टा त्यसो गरिन्छ. सो बाहिर जान नि पाएको छैन, केही गर्न पाएन, भिडियो अपलोड गर्न पाएन. सो अब चाहिँ म सकेसम्म यसो भिडियो बनाउने, आफ्नो युट्युबलाई पनि टाइम दिन्छु है. लेट्स सी. र सबैले माया गरिदिनु होला. र म तपाईहरुलाई चाहिँ देखाउँदै गर्छु है बाटोतिर, अनि म TRC आएपछि देखाउँछु. सो अहिले चाहिँ यताको भ्यू हेर्नुस्, यस्तो छ है. आज चाहिँ दामी घाम लागेको छ क्या, क्लियर दिन छ आज चाहिँ. ल दामी छ, अलिअलि चिसो पनि छ, त्यस्तो चिसो हैन. अब गर्मी सुरु हुन लाग्यो, त्यही भएर अलिअलि चिसो छ. र घाम चाहिँ दामी लाग्छ, वेदर दामी छ. सो आजको दिन पनि दामी छ, मेरो दिन पनि शुभ रहोस्. हो गाइस, स्टे ट्युन. आयो कोअर्डिनेटर. For TRC, right? Okay, I'm the one. Can I sit here behind?
I'm filming. Is it okay? Yeah, it's okay. Indonesian? Huh? You're No, Indonesian? no. From Nepal. Nepal. My name is Soviet. Dennis. How are you, boss? Boss, not boss. Yeah, you're boss. No. I'm walking like you. Like sim walk. Yeah, I know, but still. So हामी चाहिँ जाँदैछौँ अब आयो है म चाहिँ के भन्दै थिएँ There's a... सो अब चाहिँ जाँदैछौँ I just need to carry passport, right? Yes. Okay. Okay. Don't need anything. Okay. How many years you stay in here? Me? You live in? In main partner. It's been like 16 months. 16 months? Yeah. 1 year half. Yeah, 1.5. But still, just now I'm getting my TRC. It's not... You're not the one. Because we're almost 2 years there. You? Yeah. Oh. So you're not the one who's very long waiting for the TRC. You getting your TRC after two years? Yeah, maybe this time is 2 years. Oh my god. Yeah, some Patient people, is a virtue. yeah. Normal, yes? Yeah, patient is a virtue. But some people are getting like 6 months, 4 months, right? No, it's after not. fingerprint. You process by normal or Eurostar? Eurostar. I apply from Natalia. I don't know what she did. This is... You pay for 2,000? No. That time not 2000. It's normal. I don't know. My friend like they pay only 200. They get fingerprint within 15 Oke days. Pak, tunggu aja Main dulu. partner? Yeah, main partner. Still main Tunggu aja Yeah, dulu. main partner. And they get their TRC within 4 months. When did he get? Last time? Last year. Yeah. Because the policy is not like us. Maybe Before the policy is 3 to 5 months. Yeah, maybe this year the policy change. But when the minister is when they change the prime minister. Are you have a visa? Me? Poland or other side? Poland. Poland? Yeah. And you also? Yeah, also visa, Poland visa, Schengen. Yeah. Before Now it's Schengen. so many people is come with other side, yeah? This time this is a single entry. No, now it's Visa. a lot of people is पुरै फाँट हो नि यहाँ त पुरै फाँट छ यस्तो इन्डस्ट्रियल एरियाहरू छ होइन Yeah. Russia. अलिक यो दुर्गम ठाउँतिर हुन्छ कि इन्डस्ट्रियल एरियाहरू यतातिर चाहिँ पुरै इन्डस्ट्रियल एरियाहरू हो दुर्गम ठाउँतिर हुन्छ सो त्यही भएर फाँटै फाट्छ Because they see Poland मेरो is कम्पनी very देखाउनै cheaper बिर्सेछु than the other country. सो अब ल म चाहिँ मेरो आफ्नो भिडियोतिर कन्टिन्यू गर्छु है यिनीहरू आफ्नो कुरा गर्छ सो सुनिहाल्नु तपाईँहरूले यसको कति दुई वर्षपछि आउँदैछ आज टिआरसी एकदम लङ प्रोसेस हुन्छ Low price in Croatia is मेरो चाहिँ 16 होइन 14 months भनौँ न अनि सो I या have very lucky in फिङ्गरप्रिन्ट this processing TRC. Yeah. Because why? I make registration and then only 3 days I get this fingerprint. या Really, some but people this is like first that time. No, first time is Eurostar process is start. We is sample. So When there's a lot of fast. problem, when the problem arrives, यो मान्छेको they make it चाहिँ strictly. 3 दिनमा And I फिङ्गरप्रिन्ट आएको भन्दैछ TRC after fingerprint 2.5 months. देख्नुभयो Before that, not Yeah, now. now. But now also some people are getting like that. My friend, one of my friend, he get his TRC within 3 months. This is very lucky 3 months now. Yeah. Really. This is like यसले भन्दा 3 दिनमा यसको फिङ्गरप्रिन्ट भएको रे अनि 2.5 महिनामा टिआरसी पाएको भन्दैछ मेरो चाहिँ लाग्यो फिङ्गरप्रिन्टको लागि मात्रै 9 महिना अनि before फिङ्गरप्रिन्ट पछि टिआरसी लागि आज जाँदैछु normal and त्यो चाहिँ 6 महिनापछि टोटल कति भयो 15 महिना 14-15 महिना process. मा टिआरसी लिन जाँदैछु त्यही हो Yes, what is process? Oh, Eurostar. है Eurostar. ल म टिआरसी आएपछि देखाउँछु तपाईँहरूलाई यिनीहरूलाई के कुराहरू छ त्यो पनि सुट गर्दै गर्छु है Different. So My त्यो car भएर कस्तो for दामी every 100 kilometer is 6 कस्तो दामी छ है fuel. 100. Yeah. यो चाहिँ 100
आजको वेदर चाहिँ दामी छ यार But 300. सो हामी चाहिँ गाडीबाट झरिसक्यौँ र चाहिँ पार्किङ एरिया हो पार्किङ एरिया यसले पार्क गर्दैछ यहाँ पार्क गर्दैछ पार्किङ एरिया चाहिँ पुरा पार्किङ 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 अब हामी यहाँबाट हिँड्दै हिँड्दै 5 मिनट जति हिँड्नुपर्छ 5 मिनट जति हिँडेर चाहिँ इमिग्रेसन पुगिन्छ होइन इमिग्रेसनमा चाहिँ भिडियो गर्न पाउँदैन है भित्र गएर चाहिँ म अफ गर्छु भित्र जानुभन्दा अगाडि चाहिँ म अफ गर्छु भिडियो अनि भित्रबाट आएपछि टिआरसी पाएको सबै कुरा देखाउँछु म है त यता बस्नु पऱ्यो यार पार्किङ एरियामा आइयो मायासालाहरूले फेरि ल्याङ गर्ला मलाई पार्किङ गर्ने ठाउँै छैन अनि ल अब हामी हिँड्दै 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 लाग्छौँ परसम्म मेरो क्याब के छ होला ठिक छ नि यहाँ पोल्यान्ड आएर यार दुब्लै हो पोल्यान्डको कामले मासु खायो मेरो सब मासु गलाइदियो यार पुग्नुभन्दा चिल थियो 8 घन्टा ड्युटी चिल गऱ्यो होइन खायो कफी सफी खायो काम गऱ्यो रिल्याक्स थियो यहाँ मासला आवरली बेसिसमा हो अब 8 घन्टा 7 घन्टा भन्ने हुँदैन 8 घन्टा काम गरेपछि पैसा आउँछ भन्ने हुँदैन त्यो कम्पनीले मन्थली दिन्छ भन्ने हुँदैन आवरली बेसिसमा जति काम गर्यो त्यति पैसा आउँछ सो अब पैसा कमाउने काम त गर्नै पऱ्यो यहाँ गदा जोतिएको छ नि गदा जोतिएको छ पुरै जोतै भएको छ अनि त्यसपछि त हन्तुक लगाउनु भयो मान्छे होइन अलिअलि गाला मोटाउनु थियो पुक्क भएको थियो मासला पोल्यान्ड आएर पोल्यान्डले खाइदियो तर ठिकै छ लाइफ चलिरहेछ होइन खुसी छु जोस् रमाइलो छ अब टिआरसी आएपछि त अब नेपाल जान नि पाइयो अनि कतिवटा 29वटा सेन्जेन कन्ट्री छ 29वटा सेन्जेन कन्ट्री ट्राभल गर्न पाइयो होइन यसो मिल्यो भने अब कामसाम गर्न नि पाइन्छ होला हेरौँ के हुन्छ अरू देश गएर सो साथीहरू पार्किङबाट बाहिर निस्क्यौँ होइन ल एरिया जस्तो चाहिँ यहाँ चाहिँ के हुँदैछ यहाँ के कन्स्ट्रक्सन हुँदैछ जस्तो छ के भत्काउँदैछ घर कोही मासलाई जानुपर्छ पोजनान एरिया यो चाहिँ पोजनानको ओल्ड टाउन के भन्छ यार नाम पनि थाहा छैन यार घुम्न अलिअलि आएको छ धेरै आएको छैन थाहा छैन के भन्छ अब नाम पोजनान हो पोजनान बाहेक अरू थाहा छैन ल सो अनि आइसक्यो क्या इमिग्रेसन यही क्या हो आएछ है इमिग्रेसन त यार म चाहिँ अहिले पोजनान इमिग्रेसन अफिस आइसकेको छु पोजनानको इमिग्रेसन अफिस यस्तो छ र हामीले चाहिँ टोकन लिनुपर्ने हुन्छ यसरी होइन टोकन लिएर चाहिँ वेटिङमा बस्नुपर्ने हुन्छ अनि माथि डिस्प्लेमा आफ्नो नम्बर हेरेर पालो आएपछि जानुपर्छ तपाईँहरू देख्न सक्नुहुन्छ टोकन चाहिँ यस्तो खालको हुन्छ सो यतापट्टि चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ टिआरसी लिनको लागि हो होइन यहाँ टिआरसी लिनको लागि काम भइरहेको छ भने यता चाहिँ फिङ्गरप्रिन्टको लागि यता भित्रपट्टि चाहिँ फिङ्गरप्रिन्टको लागि हो र माथि डिस्प्लेमा हेरेर चाहिँ तपाईँको पालो आएपछि चाहिँ जानुपर्ने हुन्छ है त सो फाइनली गाइस हातमा टिआरसी आयो टिआरसी देखेन है उज्यालोमा देखाउनु पऱ्यो टिआरसी अब यो चेक गर्छ यार फेरि स्ट्राइक हान्दैमा चाहिँ झ्याउ हुन्छ फेरि टिआरसी आयो गाइस अब त के गर्ने नेपाल जाने कि होइन अरू सेन्जेन कन्ट्री ट्राभल गर्ने कि अर्कै ठाउँ काम चेन्ज गर्ने कि के गर्ने सब पाइन्छ अब कङ्ग्रेट्स माई फ्रेन्ड Congrats to you also. Thank you, man. We got our TRC. When is expiry date? I don't know your. I mean, 2027. That route. 27, my 28. Yeah, 3 years. ए मेरो त 3 वर्षको आएछ 3 वर्षको कता हो मासला म यो पुरै देखाउँथेँ कि
टिआरसी के पुरै देखाउँथ्यो कि ए तर युट्युब कम्युनिटी गाइडलाइनले गर्दाखेरि चाहिँ देखाउनु मिल्दैन होइन त्यही भएर चाहिँ मैले यति मात्र फोटो मात्रै देखाएँ मेरो फोटो यी है यस्तो गरेर झलक झलक चाहिँ देखाइन्छ म यस्तो गरेर फेरि स्ट्राइक हान्ने मान्छे ल्याङ हुन्छ सो मेरो चाहिँ 2028 1 महिना 8 गते छ एक्सपायर डेट चाहिँ अलमोस्ट 3 वर्षको आएको छ ल खुसी छु अब यसलाई चाहिँ फेरि ब्यागमा राखिहाल्नुपर्छ यार यही ब्याग हो कुवेतमा आउँदाखेरि छोडेर मेरो 2,16,000 हराएको 1500 युरो यही ब्यागमा यो फेरि भिडियो बनाउने चक्करमा हो क्या भिडियो बनाउने चक्करमा मासाला भिडियो बनाउने चक्करमा पैसै हरायो कहाँ हराएर थाहा खाएन फेरि अहिले पनि भिडियो बनाउने चक्करमा आडी फालेर फेरि तनाव हुन्छ नि फेरि ल ल साथीहरू ढिलै भए पनि टिआरसी हातमा पर्यो खुसी छु होइन ल ल ल ल होइन अलमोस्ट कति हो 14-15 महिनाको वेटिङमा चाहिँ टिआरसी हातमा पर्यो खुसी लागिरहेछ खुसी छु जस ढिलै भए पनि आयो होइन नत्र भने कतिको अब आउँदै आउँदैन नेगेटिभ डिसिजन आउँछ आयो खुसी छु ठिक छ ठिक छैन नो प्रब्लम नो वरिज म्यान आफ्टर 2 weeks यो मान्छेको त टिआरसी हान्न के त्यो नाम मिस्टेक भएछ सरनेम मिस्टेक राइट Yes, because this is big problem. या That's like only for name, ISO, and then but this is important, very important. यसको चाहिँ सरनेम मिस्टेक भएर चाहिँ आएन आफ्टर 2 weeks नो वरिज म्यान No, maybe take potas. Don't say everything is good. Yeah. Say bad. Everything is good, man. Everything is good. I want see this that part is panic you. No worries. After 2 weeks you will get. No. Just stay put. Go home. यो 2 हप्ता पछि आइज भनेको छ क्या यसको चाहिँ सरनेम मिस्टेक भयो अनि फेरि करेक्ट गरेर प्रिन्ट गरेर आउँछ 2 हप्ता पछि आइज भनेको छ कुनैको त्यस्तो हुन्छ क्या कतिको त्यही भएर तपाईँहरू पनि याद गर्नु कोही टिआरसी लिन जाँदै हुनुहुन्छ भने राम्रोसित चेक गर्नु है आफ्नो नाम थर अनि डेट अफ बर्थ होइन सबै एकदम राम्रोसित क्लियरसँग चेक गरेर अनि बल्ल ओके भएपछि मात्र सिग्नेचर गर्ने है त त्यहाँ पेपर दिन्छ सिग्नेचर गर्ने हामी मिस्टेक भएर फेरि घर जानु होला पछि थाहा होला झ्या हुन्छ होइन त्यहाँ अन द स्पोट थाहा भयो भने चाहिँ उनीहरूले चेन्ज गरिदिन्छ करेक्ट गरेर 2 हप्ता 1 हप्ता कति लाग्छ त्यो समयमा उनीहरूले बोलाउँछ अनि आउने अनि लिएर जाने है त यो चाहिँ नोट गर्नु होला सो मेरो घर आउनु लाग्यो अब म झर्नुपर्छ होइन या वेलकम टु होम You not work, yes? नो वर्क टुडे yesterday also no work Why? yesterday because there was no chicken today because of TRC I don't know about tomorrow tomorrow there might be graphic there might not be graphic I don't know okay man see you man Okay, good luck. thank you see you man thank you bye bye आयो ल मेरो घर आयो ल गाइस अब यहाँ एकछिन बस्छु यहाँ बस्छु भिडियो इन गर्छु कसको यो घाम खान्छु सो या साथीहरू टिआरसी पनि पाइयो होइन आफ्टर लङ टाइम धेरै समयपछि टिआरसी पनि पाइयो हातमा पऱ्यो जोस् त्यही ठुलो कुरा हो होइन अनि खुसी छु
र आजको भिडियो चाहिँ यहीँ एन्ड गर्छु। अब मैले भनिसकेँ तपाईँहरूलाई होइन, अब के क्वेसनहरू छ तपाईँहरू कमेन्ट गर्नु, म त्यसको रिप्लाई दिने भरपुर प्रयास गर्छु। अनि ल आजको भिडियो चाहिँ त्यही हो, म यहीँ एन्ड गर्छु है। भिडियो छोटो मिठो बनाऊँ भनेको अब बोल्दा बोल्दै लामो भइसक्यो। सो आजको लागि यति नै। लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला, सबजनाले माया गरिदिनु होला। थ्याङ्क यू सो मच अल, बाई बाई।